खाएर शपथ खानुपर्ने भएको हुँदा शपथको लागि तयारी हुनु होला। यहाँ चाहिँ म भन्छ त्यहाँ चाहिँ नाम भन्नु अनि पद आफ्नो पद भन्नु मा रहेर पदमा रहेर भनेर भन्नु होला है। अलिक कडा स्वरमा भन्नु है ल, मसिनो स्वरमा नभन्नु। यो देशको माटो छोएर कसम खान्छु कि म नाम भन्नु रूपेन्द्र लिम्बू पद भन्नु संयोजकको रूपमा मा रहेर श्रम संस्कृति पार्टीको विधानलाई पालना गर्दै श्रमदानको महाअभियानमा लाग्दै यो देशको स्वाधीनता भौगोलिक अखण्डता सांस्कृतिक विविधता सहितको राष्ट्रिय एकता र भौमसत्ता सार्वभौमसत्ता बचाइ राख्न जस्तो सुकै कठिन परिस्थितिमा पनि सदैव प्रतिबद्ध सुदृढ संकल्पका साथ सचेत अनि सक्रिय रहनेछु आफ्नो जिम्मेवारीमा रहेको कर्तव्य पूरा गरी एक सच्चा स्वाभिमानी देशभक्त श्रमदाता बनेर श्रमदानको महाअभियानमा सदैव जोडिनेछु। प्रकृति संस्कृति र प्रविधिको सन्तुलित विकासले मात्रै मानव संसार जगतको रक्षा उन्नति गर्न सकिन्छ। अनिवार्य श्रम र श्रमदानको नीतिले मात्र देशको अभाव र गरिबीको अन्त्य गरी उत्पादन र निर्माण गर्न सकिन्छ भन्ने दर्शन हर्कपथ मार्फत हर्कवादलाई आत्मसात गर्दै उच्च निष्ठा नैतिकता र देशभक्तिका साथ उत्पादन र निर्माणको श्रमदान महाअभियानमा निस्वार्थ भावले लागिरहनेछु। म हुँ श्रमदाता, बनाउँछु म आफ्नो देश। जय माटो जय देश, जय स्वाभिमान, जय श्रमदान। श्रम संस्कृति पार्टी जिन्दाबाद, वीर शहीदहरू अमर रहून्। भोट केमा माटोमा, भोट केमा माटोमा।